हजुर नमस्कार हजुर। नमस्कार है। तपाईँ हाम्रो विराटनगरको पो होइन, सडक डिभिजन प्रमुख? हजुर मानन्द हजुर। अनि त्यो भेरेटार जाने बाटो हेर्नु है भनेको थिएँ, त्यो त्यतिकै रहेछ त यार। अनि आज आज म त्यही भेटारबाटै विराटनगर पुगेको छु हजुर, सबै फोटोहरू खिचेर लिएर। अनि त्यस्तो भनेको तपाईँले कति भयो भन्नु त? हजुर होइन, त्यस्तो भनेको तपाईँले कति भयो भन्नु न? त्यही ठेका अहिले टर्मिनेटको लागि विभाग गएको छ हजुर। त्यो ठेकालाई नै टर्मिनेट गरेर ब्ल्याक लिस्ट गरेर अर्को ठेका लगाउनलाई। अनि अहिले चाहिँ अनि त्यो ठेक्का यता सुन्नु न, त्यसले गर्ने भएन हजुर, त्यसले गर्ने भएन। त्यही भएर टर्मिनेट गरेर अब अर्को ठेका लगाउने भनेर फाइल मैले उठाएर विभाग पठाएँ। अनि भोलि म पनि काठमाडौँ जाँदैछु। अनि अर्को कुरा नि, मैले तपाईँले के भने भन्दाखेरि त्यसको त्यो बीचको के अरे त्यो भित्ताको त्यो उस हुन्छ नि, ड्रेन क्लियर नहुँदा, सुन्नु न यहाँ, सुन्नु न मेरो कुरा सुन्नु न। ड्रेन क्लियर नहुँदाखेरि त्यो ड्रेन ब्लक भएर त्यो पानी चाहिँ बाटोमा बगेर अधिकांश बाटो बिग्रेको छ। अनि त्यो ड्रेन सफा गर्दा हुँदैन? त्यही मान्छे लगाउनलाई मैले आज त्यही माथिबाट आएपछि इन्जिनियर साहबलाई मैले तुरन्तै मान्छे लगाउनु भनेको छु। कति दिनमा हुन्छ भन्नु त? यो बारी पानी बढ्नु भन्दाखेरि सबै क्लियर हुनुपर्छ। कति दिनमा हुन्छ त? अब बर्खा लाग्यो, कति दिनमा हुन्छ त भन्नु न? अब इन्जिनियर साहबलाई इन्स्ट्रक्सन दिएको छु हजुर, म हजुरलाई अपडेट गराउँछु, एक हप्तामा अपडेट गराउँछु। अनि त्यो झन्झन बिग्रिसकेछ। अस्ति त्यही म भएर के ठेका अरे तोड्नु पर्ने भयो हजुर, त्यसले गरेन। ठेका तोडेर अनि अर्को ठेका लगाउने गरेर हामी तयारी गर्छौँ। ल त्यो ड्रेन सफा गरिहाल्नु पर्यो, मेन कुरा अहिले चाहिँ देखेको होइन। त्यस पछाडि तपाईँको चाहिँ रिपेयर गर्ने कि रिपिच गर्छ, के गर्छ? यसलाई रिटेन्डर गरेर अर्को पिच गर्ने हजुर। रिपिच कहाँदेखि कहाँसम्म हुन्छ भन्नु त? अब यो त पुरै गर्नुपर्ने देखियो होइन हजुर। अहिले मैले सबै हेरेर आउँदाखेरि पुरै चेन्जमा गर्नुपर्ने, जस्तो मोहनमा चाहिँ अस्पाल गर्ने, अर्कोमा के भने त्यो तीनटा क्याटेगोरी जस्तो देखियो त्यहाँ, एकदम बिग्रिएको सेक्सन, अनि अलिअलि बिग्रेको सेक्सन र अहिले नर्मल भएको सेक्सन, तीनटा क्याटेगोरीको मेन्टेनेन्स गर्ने गरेर हामी त्यो तयारी गर्छौँ। तपाईँले सबभन्दा सुरुमा गराउने भनेको चाहिँ त्यो ड्रेन क्लियरेन्स क्या, ड्रेन चाहिँ क्लिन गर्नु।